घरमै बसी बसी तपाईले मजाले डलर कमाउन सक्नुहुन्छ। हो, तपाईले सही सुन्नुभयो कि तपाई घरमै बसेर तपाईको स्मार्ट मोबाइलबाट, तपाईको एन्ड्रोइड मोबाइलबाट तपाई पैसा कमाउन चाहनुहुन्छ, डलर कमाउन चाहनुहुन्छ। डलर पनि हैन, तपाईले युरो कमाउन चाहनुहुन्छ, युरो पनि हैन, पाउन्ड है। डलर भन्दा नि ठुलो युरो, युरो भन्दा नि ठुलो पाउन्ड। यसमा कसरी काम गर्ने भन्ने बारेमा तपाईलाई भन्न चाहन्छु। सबैजनाले काम गर्न सक्छ, एकदमै सजिलो छ। भिडियोलाई स्टार्ट गर्नुभन्दा पहिला लाइक, कमेन्ट, शेयर अथवा सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरु। घरमै बसी बसी तपाईले मजाले डलर कमाउन सक्नुहुन्छ। हो, तपाईले सही सुन्नुभयो कि तपाई घरमै बसेर तपाईको स्मार्ट मोबाइलबाट, तपाईको एन्ड्रोइड मोबाइलबाट तपाई पैसा कमाउन चाहनुहुन्छ, डलर कमाउन चाहनुहुन्छ। डलर पनि हैन, तपाईले युरो कमाउन चाहनुहुन्छ, युरो पनि हैन, पाउन्ड है। डलर भन्दा नि ठुलो युरो, युरो भन्दा नि ठुलो पाउन्ड। तपाईले पाउन्ड कमाउन चाहनुहुन्छ। आउनुस्, म तपाईलाई यसको बारेमा छोटो जानकारी दिन चाहन्छु। हजुर, आजको दिनमा कोही पनि मान्छेहरु धेरै स्ट्रगल गर्न चाहँदैन, धेरै हार्डवर्क गर्न चाहँदैन। मोबाइलबाट घरमै बसेर ल्यापटप चलाएर, मोबाइल चलाएर डिजिटल मार्केटबाट अथवा डिजिटल प्लेटफर्मबाट पैसा कमाउन चाहन्छ। हजुर, मेरो नाम हो शुभदेव तामाङ। यहाँहरु सबैलाई स्वागत गर्न चाहन्छु लर्न विथ शुभदेव युट्युब च्यानलमा। हजुर, सबैजना मान्छे डिजिटल प्लेटफर्मबाट काम गर्न चाहन्छ, डिजिटल प्लेटफर्मबाट पैसा कमाउन चाहन्छ। कोही मान्छेहरु स्टक मार्केटबाट, कोही शेयर मार्केटबाट, यस्ताबाट पैसा कमाउन चाहन्छ भने आज चाहिँ म तपाईलाई यस्तो एप्सको बारेमा भन्न चाहन्छु जुन एप्सको नाम हो हाइच, HICH, हाइच एप्स है। यो चाहिँ नेपाल अथवा जुनसुकै देशमा बसेर पनि सबै मान्छेले यो हाइचमा काम गरेर पैसा कमाइरहेको छ। हजुर, हो, यसमा चाहिँ अरु केही गर्नु पर्दैन गाइज, एकदमै सजिलो छ। कसरी काम गर्ने, के गरी काम गर्ने, म तपाईहरुलाई सबै सिकाउन गइरहेको छु। र यसलाई तपाईले विथड्र चाहिँ तपाईको पेपलबाट तपाईले विथड्र गर्न सक्नुहुन्छ है। नेपालमै बसेर तपाई जुनसुकै ठाउँमा हुनुहुन्छ, चाहे बाहिर विदेशमा हुनुहुन्छ, तपाईले चलाउन सक्नुहुन्छ, तपाईले कमाउन सक्नुहुन्छ। यसमा कसरी काम गर्न सकिन्छ त भन्ने विषय पनि म तपाईलाई जानकारी दिइहालौ। भिडियो लामो नहोस्, एकदमै छोटो तरिकाले म तपाईलाई काम सिकाइहाल्छु। कसरी काम गर्ने, के गरी काम गर्ने भनेर म तपाईलाई सिकाइहाल्छु। हजुर गाइज, तपाईहरुले सही सुन्नु भएको छ। त्यो एप्सको नाम हो हाइच है, HICH, हाइच। यो एप सबैजनाको मोबाइलमा हुन्छ। तपाई प्ले स्टोरबाट तपाईले डाउनलोड गर्न सक्नुहुन्छ हैन। र त्यसमा के रिक्वायरमेन्ट गर्छ, त्यसमा के माग्छ, तपाईले रिक्वायरमेन्ट अनुसार तपाईले रजिस्टर गर्न सक्नुहुन्छ अथवा जे त्यहाँनिर रिक्वायर गर्छ तपाईले फुलफिल गर्नु होला है। अब हेर्नुस्, म तपाईलाई सुरुमा के गर्न चाहन्छु भन्दाखेरि प्रोफाइलतिर भन्दा पनि यसमा कसरी काम गर्ने भन्ने बारेमा तपाईलाई भन्न चाहन्छु। यसमा चाहिँ कोही कसैले फोटोहरु अपलोड गरेको हुन्छ। यहाँ चाहिँ तपाईले फोटो टच गरेको भरमै तपाईले कोइन तपाईले पाउनुहुन्छ। अब यहाँनिर तपाईले एकजना सार्की भन्ने मान्छेले चाहिँ लेख्नु भएको छ, व्हाट्स योर प्राइमरी फर्म अफ एक्सरसाइज भनेको छ, वाकिङ अर जगिङ, योगा अर हैन, पिलेट्स, आई डोन्ट एक्सरसाइज रेगुलरली, जिम हैन, वर्क आउटसाइड, यस्तै भनेर 3-4 अप्सन लेखेको हुन्छ। मेरो मतलब के त भन्दाखेरि यसमा चाहिँ हामीले फोटो टच गरेर हामीले काम गर्ने हो। ल हेर्नुस् हैन, तपाईले यसरी फोटो टच गर्ने हो है। यहाँ हेर्नुस् हैन, ममपो भनेको छ। तपाईलाई कुन बेस्ट लाग्यो त, तपाईको नजरमा कुन राम्रो लाग्यो त, तपाईले टच गर्ने हो हैन। टच गरे बापत तपाईको कोइन चाहिँ माथि जान्छ। डोन्ट फर्गेट टु लाइक एन्ड कमेन्ट भनेको छ। यसरी नै उनीहरुले माथि केही क्याप्सनहरु लेखेको हुन्छ। तपाईलाई कुन बेस्ट लाग्यो त, मलाई चाहिँ यो यतापटिको बेस्ट लाग्यो। यसरी तपाईले काम गर्ने हो हैन। कोही कसैले फोटोहरु यसरी फोटो भिडियोहरु पोस्ट गरेको हुन्छ। सृजना छेत्रीले लेख्नु भएको छ, व्हाट आर द 4 key facts that can lead to a successful life भनेको छ। सपोर्ट, स्ट्रगल, बिलिभ, प्रे भनेको छ हैन। मान्छेहरु चाहिँ कस्तो भन्दाखेरि सक्सेस हुनुको लागि चाहिँ स्ट्रगल नै हुनुपर्छ नि त मेरो नजरमा चाहिँ है। मैले स्ट्रगलमा यहाँ क्लिक गरे। हजुर हैन, यसरी तपाईले काम गर्ने हो। अब हेर्नुस्, तपाईलाई यहाँनिर धेरै काम दिएको हुन्छ। डेली टास्क भनेको हुन्छ हेर्नुस् है। डेली टास्कमा तपाईले यहाँ के गर्नुपर्ने हुन्छ हेर्नुस् त। यहाँनिर 3 डेजमा तपाईलाई
कोइन दिन्छ। जस्तो 7 डेज स्ट्रिकमा तपाईँलाई 1K कोइन दिन्छ है। 14 दिनमा तपाईँलाई 3K दिन्छ हैन। 30 दिनमा 10,000 दिन्छ। 90 दिनमा तपाईँको 50,000 दिन्छ हैन। यानी कि 365 डेजमा तपाईँलाई 1 मिलियन कोइन दिन्छ हैन। तर तपाईँले काम चाहिँ गर्नु पर्यो नि त। अनि तपाईँले हेर्नुहोस् त डेली तपाईँको टास्कहरुमा के पर्छ भने तपाईँले एउटा जस्तो क्विज हुन्छ यहाँ चाहिँ हेर्नुहोस् त यहाँ हैन। यो क्विज अब तपाईँलाई कुन क्विजहरू तपाईँलाई यहाँ आन्सर होइन। क्विज पनि धेरै कुरामा हुन्छन्। जस्तो तपाईँको फ्री फायरदेखि लिएर गेमहरू हैन, स्पोर्टहरू। यहाँ यो स्पोर्ट भयो हैन। तपाईँले स्पोर्टमा गएर पनि काम गर्न सक्नुहुन्छ। तपाईँले एउटा क्विज चाहिँ तपाईँले कम्प्लिट गर्नु पर्यो हैन। एउटा क्विज तपाईँले कम्प्लिट गरे बापत तपाईँलाई 100 यहाँ हेर्नुहोस् त 100 तपाईँलाई कोइन आउँछ हेर्नुहोस्। अनि भोट अन 21 इन 1 डे भनेको छ हैन। तपाईँले चाहिँ नि 25वटा पोस्टमा तपाईँले त्यसरी नै तपाईँले क्लिक गर्नुभयो भने तपाईँलाई 100 कोइन दिन्छ हो। यसरी काम गर्ने हो गाइज हैन। अबको भन्नुपर्दाखेरि मेरो अब हेर्नुहोस् त यहाँ मेरो कोइन चाहिँ आजको दिनसम्म 29,837 भइसकेको छ हैन। अब तपाईँको ब्यालेन्सको कुरा गर्नुपर्दाखेरि यहाँ हेर्नुहोस् त हैन। ओन्ली युज कसो भने तपाईँको 0.30 भनेको छ। यसमा चाहिँ काम गर्नुपर्छ गाइज हैन। तपाईँ हैन यसमा धेरै काम गर्नुपर्छ क्या। धेरै कोइन तपाईँले अन गर्नुपर्छ हैन। तपाईँले जब तपाईँले राम्रोसँग कोइन अन गर्दै जानुभयो भने तपाईँले मजाले कमाउन सक्नुहुन्छ। त्यसमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि मेहनत गर्नु पर्यो, धैर्यता गर्नु पर्यो। बिना धैर्यता चाहिँ केही पनि छैन गाइज है। बिना स्ट्रगल बिना काम चाहिँ तपाईँको केही पनि छैन। तर यसमा त्यति धेरै दुःख पनि त छैन नि हैन र गाइज। हो त्यस्तो हो गाइज। एकदमै इजी छ हैन। काम गर्नको लागि एकदमै इजी छ। तपाईँहरू चिन्ता नगर्नुहोस्, एकदमै राम्रो छ हैन। यसरी काम गरेर जानु होला। मलाई चाहिँ एकदमै सजिलो लागेको छ यो एप्स। र धेरै मान्छेले यसको बारेमा यो हाइजको एप्सको बारेमा धेरै कुराहरू पनि धेरै भिडियोहरू पनि बनाउनु भएको छ। यसको बारेमा प्रुफहरू नि तपाईँको छ हैन। अनि तपाईँले यसरी भिडियोहरू पोस्ट गर्न सक्नुहुन्छ हैन। इमेज पोल हैन, अथवा तपाईँको कम्पेयर इमेज, कम्पेयर भिडियोज हैन, टेस्ट पोल है, कम्पेयर टेस्ट अप्सन हैन, रेट इमेज अर भिडियो। तपाईँले यसरी कुनै पनि पोस्टहरू लेख्न सक्नुहुन्छ, राइट गर्न सक्नुहुन्छ हैन। तपाईँलाई के लेख्नु मन छ त हैन। यसरी तपाईँले भिडियोहरू पनि तपाईँले बनाउन सक्नुहुन्छ हैन। हो त्यस्तो छ गाइज। यहाँ एकदमै सजिलो छ हैन। तपाईँले डेली टास्कहरू पुरा गर्ने हो। त्यसरी तपाईँले काम गर्दै जानुभयो भने एकदमै सजिलो छ गाइज है। बिस्तारै तपाईँले कमाउन सकिहाल्छ त्यतिकै। यो चाहिँ फेरि कस्तो भने नि गाइज एकदमै सजिलो छ क्या। हजुर यसरी काम गर्ने हो गाइज हैन। हजुर यसरी काम गर्ने हो। एकदमै सजिलो छ काम, त्यस्तो गाह्रो पनि छैन। तर मेहनत चाहिँ गर्नु पर्यो हैन। आँखा दुख्छ, कालो चस्मा लगाएर हुन्छ कि अलि धेरै डार्क ठाउँमा नबस्ने अलिकता हैन। अलि आफ्नो आँखालाई पनि मतलब तपाईँले 2-3 घन्टा तपाईँले दिनमा काम गर्नुभयो भने एकदम सजिलो छ। तपाईले टास्कहरू पुरा गर्ने। तपाईँले आफ्नो सेयर, आफ्नो जुन प्रोफाइलहरू लिङ्कहरू तपाईँलाई साथीहरूलाई सेयर गर्ने। त्यहाँबाट पनि तपाईँलाई 1000 कोइन प्राप्त हुन्छ हैन। त्यसरी एउटा टिम बनाउने, त्यसरी काम गर्ने हो हैन। तपाईँको साथीले पनि कमायो, तपाईँले पनि कमायो। यसमा कुनै हैन इलिगल केही पनि छैन। नेपालमा पनि तपाईँले विथड्र गर्न सक्नुहुन्छ। एकदमै सजिलो छ, राम्रो छ र एकदमै विश्वसनीय एप्स हो है। यहाँबाट तपाईँले बिस्तारै काम गर्न सक्नुहुन्छ। मैले पनि काम गरिरहेको छु। तर विथड्र गरेको दिन म तपाईँलाई मेरो अनुभवहरू हैन, मैले विथड्र गरेको लाइभ तपाईँहरूलाई मैले यसको बारेमा नै भिडियो बनाउने छु गाइज हैन। काम गर्नुपर्छ गाइज, काम नगरिकन हुँदैन हैन। अब हामी फेरि पनि अर्को एप्सको बारेमा कुरा गर्न गइरहेको छौँ। यो भिडियो चाहिँ यति नै भन्न चाहन्छु। फेरि हामी अर्को एप्सको पनि बारेमा कुरा गर्न गइरहेको छु। त्यो चाहिँ नेसनल क्विज अथवा हैन क्विज हो। त्यो चाहिँ हैन तपाईँले क्वेसन एन्सरको एप्सको हो। त्यसको लागि तपाईँले अर्को भिडियो हेर्न पाउनुहुन्छ। एकदमै राम्रो छ। काम गर्नुपर्छ गाइज, काम नगरिकन हुँदैन हैन। र मैले अघि पनि भनिहालेँ, यो भनेको डिजिटल प्लेटफर्म हो। यो भनेको अनलाइन काम हो हैन। तपाईँले यहाँ मरिमरि भारी बोक्नु पर्दैन, मरिमरि तपाईँले कोदाल खन्नु पर्दैन, मरिमरि घाममा धुपमा तपाईँले हिँड्नु पर्दैन। एकदमै सजिलो छ हैन। मोबाइल चलाएको भरमा तपाईँले हैन आफ्नो दिमाग लगाउने हो। टक 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 तपाईँले काम गरेको भरमै पैसा आउँछ भने वाइ नट
हैन वी नीड टु डु समथिङ वी नीड टु डु इट है गाइज ओके आजको लागि यति नै भन्न चाहन्छु हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ अहिलेको लागि चाहिँ बाइ भन्न चाहन्छु र यदि तपाईले यो युट्युब च्यानलमा यदि तपाई नयाँ हुनुहुन्छ भने कृपया यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला